Hello friends, welcome back to my channel Sanjana Garkuti Vlogs. Today I am going to learn how to fry chicken. Okay, तेल बेस सुकेको छैन नि त. This is not sucking. त्यसलाई फ्ल्यास लाइट अन गर्नुपर्छ नि त. यसरी. So yeah. यसमा पानी नै छ. So मलाई चाहिँ आउँदैन बनाउन फ्रेन्ड्सहरु. सक्यो आई थिंक. अब तेल कहाँ छ? धेरै हाल्नुपर्छ कि थोरै? धेरै कि थोरै? ओ माय गॉड. तेल पड्किन गाइस. हैन सुकिसकेको थियो पुरै सुक्खा भएको थियो. पर मैले हेर्दा त सुक्खा भएको थियो. अब मलाई डर लाग्छ. म राख्दिन्छु. काट्नुपर्छ? पखाल्नुपर्छ हैन? मेरो चाहिँ हातमा हड्डीले लाग्यो. हाल्दियो पहिले बेसार हाल्नु पर्यो हैन? पोर्क हाल्दियो. हाम्रो चाहिँ डाडु चल्छ हाल न. बेसार 1 चम्चा. बेसार 1 चम्चा. थोरै सुला पी दिनु हैन त. यति नि नुन लानु भने नि पछि लाग्छ. चर्को भयो नि के हुँदैन. अब यतिकै पाक्छ. I think it is cooked. I don't know is it or not. पाके त होला नि. यो त काँचै छ जस्तो. So thank you for watching friends, and I hope you like this video. If you like it, then please do like, share and subscribe my channel.
So it's my first time cooking. I've never cooked chicken, so it's my first time, and it was tasty. It was tasty. So I hope you like it. If you like it, then like, share. Thank you so much for watching. Bye. Ta.